हेलो गाइस, म आज एउटा धेरै दिन पछाडि एउटा युट्युब च्यानलमा जोइन हुँदैछु। के भन्न चाहन्छु भने नेपालका नेताहरू केपी शर्मा ओलीलाई देश निकालेर गर्नुपर्छ। एउटा त्यसलाई एउटा चाहिँ ए, रमेश लेखक अनि गृहमन्त्रीलाई राजीनामा मागेर जुटाको माला लगाएर देश निकाला गर्नुपर्छ। अनि राम्रो राम्रो गर्ने मान्छेहरूलाई जेलमा पहुँच्ने अनि भ्रष्टाचारी जाली फताहरू अनि भुटाने शरणार्थी अनि सम्पूर्ण काण्डहरू ज्यानमाराहरू चाहिँ सरकारमा बस्ने यो चाहिँ भएन। एकजुट भएर लखट्नुपर्छ, ढुङ्गाले ठिची ठिची मार्नुपर्छ, या त चाहिँ गड्डामा खाल्डो खनेर 1-2 मिटर तल गड्डा खनेर गाड्नुपर्छ यिनी साले कुकुरहरूलाई। अनि नत्र भने देशमा यो हाम्रो परदेशमा बस्ने रहिरहन्छ। हामी चाहिँ जहिले पनि परदेशमा कमाउने, घरमा नबस्न पाउने। अनि राम्रो राम्रो सरकार भइदिए भए त हाम्रो रोजगार थियो, पानी थियो, सुन्दर नेपाल थियो। सुन्दर नेपाल भने स्विजरल्यान्ड भन्दा राम्रो बनाउँछु भन्ने मदन भण्डारीले पनि मारे। अनि रवि लामेछानेज्यूले पनि अब जेलमै सराउने भए कुकुरहरूले, जाली फताहरूले। अनि यस्ता नेताहरू चाहिन्न हामीलाई। 84मा हेरौँ न, 84मा हामी सब यहाँ इन्डियामा छौँ अनि चाहिँ विदेशमा छन्। सम्पूर्ण जनताहरूले 84मा घर जानेछ। भोट चाहिँ रविलाई हालिन्छ। जो राम्रो नेता छ, रवि चाहे माओवादी जो पनि होस्, राम्रो नेता, राम्रो गर्ने नेताहरूलाई चाहिँ भोट हालिन्छ। अनि म त्यही भन्न चाहन्छु कि अब जनताहरूले बुझ्नु पर्यो, युट्युब च्यानलका मान्छेहरूले बुझ्नु पर्यो। होइन, त्यो हुनु पर्यो। अनि सही सही सिद्धान्त भएका नेताहरू चुनेर चाहिँ भोट हाल्नु पर्यो के। त्यो अब बुढापाकालाई भन्छन्, फस्टाउँछन्, फुलाउँछन् साले नेताहरूलाई। ऊबाट पैसा लिने, ऊबाट लिने। अब चाहिँ ती गर्नुपर्छ। 84मा ले इटी हजार लियो भने खाइदिने साले। अब भोट हाल्ने अर्कैले हो। मादर सालेहरूले यस्तै गराउनुपर्छ कुकुर सालेहरूलाई। कुकुरै हुन् कि यिनी सालेहरू त, केही कामका छैनन्।